अहिले चाहिँ हामी नयाँ वर्ष घुम्न आएको अनि यहाँ खोला बाटोमा आएको छौँ हामी चाहिँ। अनि यहाँ चाहिँ माइजूहरू हुनुहुन्छ। माइजू यता हेर्नु। पानी पानी छ होला। माइजूले फुल टिप्दै हुनुहुन्छ। असिम हेलो भन्दै। हेलो हजुर। चाहिँ नयाँ वर्षको घुम्न आएको छौँ। आज चाहिँ 1 गते हो नयाँ वर्षमा। हजुर चप्पल भित्रतिर चप्पल नलाई पस्यो भने त अब उयो पानीमा धुनु। फुल टिपेको अरे। अनि माइजू चाहिँ खोलामा धुन जानु भएको छ। उयो खोलामा हामी चाहिँ यहीँतिर हेर्नुहोस् कस्तो दामी भ्यू छ। अनि उयो चाहिँ खोला छ। आज चाहिँ हाम्रो तालताली मेला लागेको थियो। असिम असिम नयाँ सालमा कस्तो भयो? मम्मीले के किनिदिनु भयो? मम्मीले के? हजुर ल चाहिँ हामी जाँदैछौँ। यहाँ हेर्नुहोस् न गाइस कस्तो बाटो छ। यहाँ खोला छ पानी उयो रहेछ। हेलो मेरो मम्मीले फुल टिपेर ल्यायो भन्थ्यो। ल साथीहरु हेर्नु त आफू चाहिँ आधी नै भिजे के हिलोमा पस्यो नि त नि। आधी भिजे हिलोमा पस्यो। असिम खै मम्मीले फुल टिपेको देखाइदेऊ। ए मम्मीले फुल टिपेको देखाइदेऊ। अब यहाँ कसरी जानु हेर्नु त यहाँ यो बोक्नु त। ए तपाईँ जानु। उताबाट चाहिँ भासिँदो रहेछ। त म हाल्छु। अनि हामी चाहिँ कहाँबाट आउनु त नि? म नि लड्छु। ल पर्दैन उताबाट जाउँ। यति त्यो भासिँदा कुसाङ त सकिहाल्यो होइन। भाइ चाहिँ कसरी जुत्ता खोलेर आऊ। उतैबाट जानुपर्छ होला हौ। फेरि अघि चाहिँ चप्पल पस्यो भने ल सुन न फेरि मेरो चप्पल पस्यो कि अघि पनि पस्यो। आफै म हिलोमा नपसेँ। अब उयो धुनु यहाँ मोबाइलले कस्तो भयो। आउफुरिँदाखेरि कस्तो उयो दुःख। गाइस अनि फेरि चप्पल चाहिँ पस्यो हिलोभित्र। यहाँ सिम माइजू तनाव छ नि। ए म त हिलोमा डुबेर नि हौ। यहाँ अघिदेखि हिलोमा मात्र डुबेर अहिले चाहिँ हामी डर। हेर्नुहोस् यहाँ चाहिँ खोला छ। खोला सर बग्दै उताबाट आयो। अहिले चाहिँ हामी जाँदैछौँ। मान्छेहरू सबै गइसक्यो त चिने मान्छे। 5 बज्न आँट्यो। अम्मा 5 साँच्चीकै रहेछ। 5 बज्न आँटेछ। कति छिटो हामी आएको त्यत्रो भएको चाहिँ 1 बजेतिर आएको होला हामी। चाहिँ फर्किसकेको थियौँ। आयो पनि यहाँ बाटै रहेन रहेछ। अम्मा यो
गलेर मोनार छ कि म त गाइस हेर्नुहोस् यहाँबाट त कस्तो दामी भ्यू देखिरह खै कुन दिदीहरू हो यो चिन्न नजा गाइस एकछिन भेटौँ पापा गाइस अहिले हामी चाहिँ बाटोमा मेन रोड घर हिँड्न थालेको हामी चाहिँ आमा सिमरनहरू गाइस एकछिनमा भेटौँ ल पापा गाइस अहिले चाहिँ हामी पानी खाने खाएर निकालिसक्यौँ अनि छिटो होइन 5 बज्न आँटिसक्यो होइन अघि हामी त यता चाहिँ छिटो आएको छ नि तर होस् राति डुल्नु हुँदैन नि घरमा गएर पनि खान्छु म नखाने क्या यसमा खान्छु हामी जाँदैछु फेरि यो जङ्गलको बाटो सबैको फोन नफोन कस्तै गुल्ट्यो पनि लाउनु मिल्दो रहेछ नि खुसा होइन हजुर भर बिचमा हँसेर हे गर्न मिल्दो रहेछ नि गाइस अनि अहिले चाहिँ हामी घर पुग्न आँट्यौँ जङ्गल काटेपछि होटेल त्यो रेड कलरको टिन छ नि एउटा होटेल जस्तै हो त्यसको यस्तो भित्र जानुपर्छ होइन त्यहाँबाट पुगिन्छ एउटा आरी बाटो जस्तो छ क्या अनि त्यहीँबाट जानुपर्छ अनि पुगिन्छ यो कतिखेर मन लाग्छ पेटी दुःख पनि खाएर गाइस एकछिनमा बाई गाइस अहिले भेटौँ है मैले त्यतिकै भनेको ल अब चाहिँ एकछिनमा भेटौँ ल गाइस अहिले चाहिँ हामी आली बाटो आइयो